नमस्कार साथीहरू। यदि तपाईँहरू पनि चामलबाट जोखाना हेर्न सिक्न इच्छा छ भने तपाईँहरूले मलाई व्हाट्सएप नम्बर 9741434137 मा सम्पर्क गरेर आफूले पनि चामलबाट जोखाना हेर्न सिक्न सक्नुहुनेछ। चामलबाट जोखाना हेरेर बिरामीको बारेमा धेरै कुराहरू पत्ता लगाउन सकिन्छ। लाइलगन, ग्रह दशा, कसैले बिगारेकोदेखि हरेक कुराहरू चामलबाट जोखाना हेरेर पत्ता लगाउन सकिन्छ। तपाईँले पनि यो विधि सिक्नको लागि हामीलाई सम्पर्क गर्नुहोला। हामीले विगत केही महिनादेखि यो बारेमा जोखाना बारेमा कक्षा सञ्चालन गरिरहेका छौँ। तपाईँले आफूलाई इच्छा लागेको बारेमा हेर्न सक्नुहुनेछ। यो हाम्रो विधि भनेको असाध्यै लोकप्रिय विधि रहेको छ र जुन समाजबाट लोप भएर गइरहेको छ। त्यसकारणले तपाईँ पनि हेराउन चाहनुहुन्छ भने यो चामलबाट जोखाना कसरी हेर्ने भन्ने बारेमा तपाईँले सिक्न सक्नुहुनेछ। तपाईँले मेरो धर्मग्रन्थ युट्युब च्यानलमा गएर पनि धेरै कुराहरू पत्ता लगाउन सक्नुहुनेछ। यो जोखाना सम्बन्धी धेरै कुराहरू मैले धर्मग्रन्थ युट्युब च्यानलमा राखेको छु भने भाग 26 को बारेमा हेर्न भने तपाईँले मेरो युट्युब च्यानल मन्त्रज्ञान नेपालमा गएर लाइभ भिडियोमा हेर्नुहोला। मैले त्यहाँबाट लाइभ गरेको छु जहाँ 10,000 भन्दा बढी साथीहरूले हेरिसक्नु भएको छ। त्यसैले यो चामलबाट जोखाना हेरेर के पत्ता लगाउन सकिन्छ भन्ने बारेमा बुझ्नको लागि भने तपाईँले हामीलाई व्हाट्सएपमा सम्पर्क गर्नुहोला। हामीले भुब मिटिङ एपबाट कक्षा सञ्चालन गरिरहेका छौँ। यसमा हामीले सर्वसुलभ रुपियाँमा सिकाइरहेका छौँ। योभन्दा पहिला 1 वर्ष अगाडि मैले यसको कक्षा सञ्चालनको लागि केही रकमहरू लिएको थिएँ र अहिले भने यो दसैँ तिहारको अफर पछाडि हामीले यसलाई सर्वसुलभ बनाएका छौँ। मासिक मात्र तपाईँले 4,000 मा यो सम्बन्धी ज्ञान आर्जन गर्न सक्नुहुनेछ। हामीसँग यो भाग भनेको लगभग 250 भन्दा माथि भाग रहेकोले तपाईँले बेलैमा बुक गर्नको लागि नाम अर्डर गर्नुहोला।